भाइ एकछिन है। भाइ तपाईँको नाम? मेरो नाम प्रितम बराइली। तपाईँ कुन उयोबाट कन्टेस्ट गर्नुहुन्छ वार्डमा? म 27 नम्बर वार्डबाट। तपाईँलाई किन लाग्यो कि तपाईँले इन्डिपेन्डेन्ट भएर कन्टेस्ट गर्नुपर्छ? अब धेरैवटा कुराहरू हेऱ्यो। अब आज म 30 वर्ष पुगिसकेँ हो। आजभन्दा धेरै वर्ष अगाडिदेखिको भोट दिँदै आएको हो। अब भोट मात्रै दिनु चाहिँ अलिकति उचित लागेन यसपालि चाहिँ। अब किनभने गाउँमा युथहरू पनि छ। जब भोट आउँछ तब सबैजना जनता आइकन मान्छे आइकन भोटको लिडर्सहरू आएर यो गरिदिन्छु त्यो गरिदिन्छु भन्छ। जब भोट सकिन्छ जितेर जान्छ त्यहाँदेखिको हामीलाई कसैले सोध्दैन पनि। त्यसले गर्दा चाहिँ यसपालि अब हामी 27 नम्बर वार्डमा चाहिँ अलिकति युथ नै या केटाहरू साथीभाइहरू मिलेरै अलिकति स्ट्रङली नै हामीले यो इन्डिपेन्डेन्ट नै हामी लड्नु। तर योपालि देखिन्छ कि पुरा नयाँ पार्टीहरू पनि निक्लेछ। त्यो माथि भरोसा छैन कि के छ तपाईँहरूको? अब पार्टीमाथि भरोसा पनि धेरै साह्रै पऱ्यो। किनभने तपाईँले पनि देख्नै भएको हो, आज गरिदिन्छु भन्छ भोलिदेखि गर्दिँदैन। त्यसले गर्दाखेरि चाहिँ अब हामी चाहिँ एकदमै इन्डिपेन्डेन्टली लड्ने भनेर हामी कसैलाई पनि सपोर्टै नगर्ने। तपाईँको इस्यु चाहिँ के हुन्छ? अब इस्युहरू त धेरै छ नि। अब त्यस्तो कुराहरू गरेर हामी त लामो हुन्छ। तपाईँ कतिको आशावादी हुनुहुन्छ यो? आशावादी भन्नु लागि चाहिँ अब यो मेरो फर्स्ट टाइम हो है लाइफमा इलेक्सनको। म अब एज एन इन्डिपेन्डेन्ट क्यान्डिडेटै मैले अब लडिरहेको छु। अब हेरौँ सपोर्टहरू कतिको छ है। साथीभाइहरूको छ। क्याम्पिङ कहिलेदेखि सुरु गर्नुहुन्छ? अब हामी क्याम्पिङ 15-16 छु। पछि एन्ड मौकामा उयो गर्ने त सोच्नु भएको छैन होला? मतलब विथड्र गर्ने त्यस्तो केही? होइन त्यस्तो भिडियोहरू नगर्ने। गर्ने हो भने त अब फर्मै नभर्ने नि।